नमस्कार। आज हामी ई-खाता एप कसरी प्रयोग गर्ने भन्ने बारेमा सिक्नेछौँ। ई-खाता एक डिजिटल हिसाब किताब एप हो जसले तपाईँलाई उधारो, भुक्तानी र कारोबार सजिलो व्यवस्थापन गर्न मद्दत गर्छ। ई-खाता एप खोलिसकेपछि तपाईँले यहाँ आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। तपाईँको मोबाइलमा आएको ओटिपी कोड यहाँ राख्नुहोस्। तपाईँ आफ्नो ग्राहक वा पार्टीको नाम थप्न सक्नुहुन्छ। एड पार्टीमा क्लिक गर्नुहोस् र एड पार्टीमा क्लिक गरिसकेपछि यहाँ तपाईँले पार्टीको नाम र फोन नम्बर राख्नुपर्ने हुन्छ। यदि आवश्यक परेमा यहाँबाट पार्टीलाई डिलिट पनि गर्न सकिन्छ। यदि तपाईँका धेरै पार्टीहरू छन् भने माथि भएका सर्च फिल्टर युज गरेर पार्टीका नाम अनुसार पार्टीलाई खोज्न सकिन्छ। तपाईँले पार्टीमा एकचोटि क्लिक गर्नुपर्ने हुन्छ। हिसाब राख्न तल दिएका गिभन र रिसिभ प्रयोग गर्नुपर्ने हुन्छ। रकम राख्नुहोस्। रकमको साथसाथै तपाईँले पैसाको बिल पनि राख्न सकिन्छ। यसरी सबै कुरा राखेर सेभ गर्न सक्नुहुन्छ। रिपोर्ट हेर्नलाई माथि भएका 3टा डटमा थिच्नुपर्ने हुन्छ। यदि कुनै ट्रान्ज्याक्सनको विवरण परिवर्तन गर्नु परेमा तपाईँ सजिलै एडिट गरेर रकम वा विवरण अपडेट गर्न सक्नुहुन्छ। प्रोफाइल अप्सनमा थिचिसकेपछि हाम्रो प्रोफाइल खुल्छ। आवश्यक अनुसार प्रोफाइल फोटो, फोन नम्बर, इमेल र एड्रेस जस्ता विवरणहरू अपडेट गर्न सक्नुहुन्छ। WhatsApp जस्तै डिभाइस लिङ्किङ फिचर पनि उपलब्ध छ। अब कपीमा हिसाब राख्ने झन्झट छैन। आजै प्रयोग गर्नुहोस् ई-खाता, तपाईँको डिजिटल हिसाब।